नमस्कार सम्पूर्ण साहित्यिक मनहरूमा म अनुपा लामिछाने। आज मैले एउटा कथा लिएर आएको छु र यहाँहरूले श्रवण गरेर सल्लाह र सुझाव दिइदिनुहोला है त। मेरो कथाको शीर्षक छ माया र अनामिका। हजुर, माया र अनामिका। आज उनको दायाँ हात सुईबाट औषधि दिएकाले होला पुरै निलाम्य भएछ। मनुका बाले उनलाई तातो सुप खुवाए। निदाई सोचेछन् क्या र? फेरि मोबाइलमा व्यस्त भए। छिनछिनको भाइब्रेसनले उनी कहाँ निदाउन सक्थिन् र? आँखा खोल्ने जाँगर पनि थिएन। मायाको जीवनमा दुई अनि सुईको पनि अजीब सङ्गम छ। बिहे भएको वर्ष 2, नाबालक बच्चा महिना 2, क्यान्सरले थलिएको महिना 2, अन्डाशय काम नलाग्ने भएका 2, दुईसँग मायाको अनमोल सुख अनि भयानक दुःख गाँसिएका थिए। आएका हर दुःख सामना गर्ने सामर्थ्य सधैँ नहुँदो रहेछ। सायद त्यस्तै होला। उठेर बेड नजिकैको झ्याल बाहिर हेर्दै थिइन्। मनुका बाले कोरेको कपाल राम्ररी नबाँधिएकाले होला निधारमा आएका ती साना साना कपालका त्यान्द्रा त्यान्द्रीले तिनलाई र्याउ र्याउ पार्दै थियो। झिँजो मानेर सकि नसकी हातले पछाडि फर्काइन्। किमोले पनि उनलाई नराम्ररी थलाएको थियो। भर्ना गरिएको अस्पतालको तल्लो तल्लामै उनको बेड भएकाले होला सकि नसकी झ्यालसम्म आइन् भने दिन बित्थ्यो उनको बाहिर हेरेरै पनि। बाहिर ट्याक्सी अगाडि भाडा दिएर अस्पतालको गेटनेर उभिएकी युवतीमा मायाका आँखा जुधे। युवती थिई अनामिका। झ्यालभित्रैसम्म उसले लगाएको अत्तरको सुवास मायाका नाकमा झुस्सियो। अनामिका सोही कोठामा छिरी उसलाई हेर्दा कसैले पनि ऊ क्यान्सरकी पेसेन्ट हो र भनेर अनुमान लगाउन पनि सक्दैनथ्यो। मायाले दिदीलाई सोधी, दिदी हजुरलाई कस्तो छ? हेर्नु न, मेरो त कपाल आजकाल खुब झर्न थाल्या छ। पठाउले आज यति आउँदा 450 ठटायो। गर्मीले साह्रै उकुसमुकुस भए। अनामिकाले यति धेरै भनिसक्दा पनि माया एकोहोरो अनामिकातिर हेरिरहेकी थिए। मनुका बाले मायालाई अस्पताल आउजाउ होस् अथवा कुनै दिन अस्पतालको बसाई रातिभर छोडेका थिएनन्। छोरोलाई मामा घरमा जिम्मा लगाएका थिए। अनामिका भने सधैँ एक्लै आउँथे, चिटिक्क परेकी हुन्थे। भित्र ज्वाला भए नि सधैँ शीतल धरती थिए अनामिका। अनि आज त डाक्टर अपरेसन थिएटरमा रे टाइम लाग्छ होला, के गर्छौ? आज नि एकछिनमै फर्कन्छौ र? मायाले अनामिकाका निश्चल आँखामा हेरेर सोधी। होइन नि दी, म त 4 दिन अस्पतालमै भर्ना भएर बस्नुपर्छ रे। अब दिदी बहिनी मजाले किमो पाटिहाल्नुपर्छ ल। मनुका बाले मोबाइल खल्तीमा राखे। पिनाजु के हो? साली आएसी बल्ल ध्यान मोडियो है भन्दै बेजोडले हाँसी। आफ्ना बुढाका लाल लाल कान देखेर मायाले जिस्क्याई। लौ है बुढा, अब त सालीको पनि स्याहार गर्न सक्ने भयो। मनुका बाले सोधे अनामिकालाई, किन तिम्रो गुरुवा कोही आउनुहुन्न र? औषधि लिन कुदिरहनुपर्छ यहाँ त। अनामिका केही बोलिन। मायाको छेउको बेडसँगै उसको बेड थियो। बेड नजिकैको सानो स्टिल दराजमा आफूले ल्याएका थाल गिलास राख्दै गए। नबोलेको देखेर मायाले आँखा सन्काएर बुढालाई चुप लाग्न लगाए। अनामिकाले भिनाजुतिर फेरि हेर्दै भनी, सबैको भाग्य दिदीको जस्तो कहाँ हुन्छ र? हुन त यस्तो रोग लागेकालाई भाग्यमानी के भन्नु, तर हालत जस्तो सुकै भए नि जब आफ्नो साथमा निस्वार्थ साथ दिने व्यक्ति हुन्छ नि, बाहिर जति दुखे नि भित्र पटक्कै दुख्दैन। बाहिर भन्दा भित्रको दुखाइ झन् ठुलो पो हुँदो रहेछ। उसले यसो भन्दा भन्दै झोलाको अनार छोडाउन थाली। मायालाई कर लगाएर खुवाई, आफूले खाई। मनुका बाले एक गेडा नि खान मानेनन्। अनामिकालाई नर्सले बेडमा आराम गर्न लगाई। अनामिका गाउँकी आई त माया, सहर पसेपछि भई अनामिका। सहर पसेको 23 महिना जति भएको थियो।
विगत 3 महिनादेखि उसको स्वर परिवर्तन हुने, घाँटीबाट खाना निल्दा कठिनाई हुने भएको थियो। उसको गाउँमा छँदैदेखिको प्रेमीसित भागेर आएकी उसले यतै बिहे गरी। प्रेमीको सानो होटल थियो, ऊ आई। होटल झन भव्य चल्यो। अनामिका फेरि सहरी हावाले छोयो, बाहिरी फेसनले छोयो। तर नैतिकता फेरिएन, असल थियो। ज्वरो छिनछिनमा दिन बिराएर आउन थाल्यो। दुवै अस्पताल गए उसको प्रेमी र अनामिका। समस्या पत्ता लगाउन ढिलो भयो। तेस्रो स्तरको क्यान्सर देखियो घाँटीमा। हजुर, अस्पतालसँगै गएको प्रेमी बुढो जो रहेको थियो उसको श्रीमान, पिसाब फेर्न गएको बहानाले गएको व्यक्ति फर्केरै आएन। अनामिका अचम्मित भई होटल गई, ऊ त्यहाँ पनि थिएन। खुब खोजी उसलाई। महिनौपछि बिहानै प्रेमी बुढो आयो, तर डिभोर्स फारम लिएर। 1 महिनामा अनामिका आँसु नझार्ने भइसकेकी थिई, किनकि उसको रोगकै कारण छोडेर यसले मलाई गएको हो भन्नेमा ऊ विश्वस्त थिए। होटलको आधा हिस्सा प्रेमी बुढोले लिएर गयो, आधा हिस्सा छोडेर मैले उसको उद्धार गरिदिएँ है भन्दै 2-4 जनालाई धक्कु पनि लगायो बुढोले। गाउँमा उसले आफ्ना बुढा बाउआमालाई रोगबारे केही भनिन। अनामिकालाई पीर थियो, ती बुढा बाउआमालाई मैले सुनाएर झन पीडामाथि पीडा किन थपिदिउँ। मायाका युगल जोडी अनि फेरि आफ्नो विगत र अहिलेको अवस्थाले अनामिकालाई मौन बनाएको छ। भित्रभित्रै ऊ खोक्रिएकी छे, तर बाहिर अनामिका असाध्यै चम्किली हिरा जस्तै छे। ऊ हेर्न सक्दिन उनीहरूको जोडी, माया र उसको श्रीमानको जोडीलाई हेर्न नसकी ऊ भित्तातिर फर्किएर सुती, निदाई। एकछिन त निदाउँछ अनामिका, फेरि बिउजनु त पर्छ नि। फेरि बिउजन्छे, चम्किन्छे, तर आफूलाई लागेको रोगका कारण पनि ऊ पटक्कै पनि चिन्तित देखिन्न। हस्, आजलाई यति। धन्यवाद।